त्यसो भए आज पुरै काठमाडौँ घुमेर आउनुभयो यसो विचार गर्ने बेलामा के त यो बाटो यता आउँदाखेरि त रमाइलो लाग्यो मलाई बाटो हिँड्ने नै होइन कस्ता कस्ता दिनमा हिँड्ने फेरि भोलि हस्पिटल जानुपर्छ भने चाहिँ अर्कै हुन्छ त्यस्तै हुन्छ कि त्यो यहाँ आयो भने हेर्नुहोस् यहाँ नजिक पर्छ नि त यहाँ माथि के अरे उताबाट आउने बेला बस पार्क कलङ्की सिरालमा के भन्छ त्यहाँ अहिले भुलेँ मैले ठिक्क के चोकमा क्या चोकलाई के भन्छ माथि बस आउने ठाउँ के काठमाडौँदेखि ठाउँ त्यहाँ कलङ्की चोकमा आयो भने कस्तो 2 कट्टा आँप 10 किलो घिउ 2 बोरा चामल लिएर आएको बिचमा भनौँ रोकिएर 4 दिनका दिन ल्याइयो कमलाहरूलाई ल्याउनु कमलाहरूलाई कमला बेलामा ठुलो पनि त यहीँ अब अमेरिका जान्छु भनेर आएर यहीँ बसेको भट्टेकुलामा भनौँ 8 वर्षको भाडा तिरेको लास्ट उहाँ 12 पढ्दा नै के भन्छु भने मेरो चल्दै हुन्छ कि पढ्ने भन्ने कुरा आफूले पनि पढ्यो पढाउँछु भनेर कोसिस गरेँ कामयाब भएन 1 रुपियाँ पनि मेरो त्यो पढ्ने ठाउँबाट असुविधा पनि भएन सिरप मैले कसलाई हेरेको छु भन्नुहुन्छ भने अब म कस्तो बोल्छु कहिले मोटरसाइकलमा जान्थ्यो र त्यसले देख्यो भने अरू कोही आएपछि त्यो एन्डिङ छ भने गफ गर्नु मन लाग्छ उडाइ कि निरालय कि होइन यस्तो हुन्छ अब त्यहीलाई के भन्नु त्यति बोरीमा हाल्यो मैले पिटे काम होइन भन्छन् कहिले कहिले यो त कुरो पानीमा डुब्ने डल्लोबाट लोट्ने उसले त त्यति बेला 2 वर्ष कति बसी हेर्नुहोस् त्यो त 7 क्लाससम्म 2 वर्ष पढ्यो त यिनी कम हो कि हो मिरा कम हो कि यिनी हो दुई वर्ष हो कि 2 क्लाससम्म पढेर आइदियो ऊ त्यहाँबाट यो त अलिकति कसैले शङ्कै थिएन जाने गर्ने भन्ने अब छोरी बढेपछि भोलि अर्काको हुन्छ भन्ने अब राम्रै अब उता मम्मी पनि राम्रै ठिकै छ भनेर गयो त्यो बढाइयो यसले त हेर्नु त्यहाँको खेत यसले बेच्यो नि त्यो खेत रोप्ने आज अस्ति बेच्यो त्यो खेत रोपिछ यसले हेर्नुहोस् बुटबारीमा 3 बिघा खेत कति थियो त्यो रोपिछ 1-2 बिघा एक ठाउँ बेच्ने त्यो रोपिछ यसले कमसेकम 10-12 बिघा जमिन जोतेर आइगयो ऐचो पैचो गर्दा भयो कुरा भन्नु जसरी अब यहाँ पनि मलाई कोही खेत रोप्ने छ भने खोज्नु खेताला जान्छु भन्थिन् हिजो आज पनि 2.5 बिघा त उसलाई बेचेको छ सुरमा हेर्नु बुटबारी ती सधैँ छ देव भन्नेलाई त्यहाँबाट भनौँ 1.5 बिघा 1 बिघा 1 माथि उसलाई देवलाई बेच्ने बेला हामी थाहा पनि बेचिसक्नु भएको थियो कि पहिल्यै देवमा कहिले पनि गएन हामी थाहै छैन मलाई थाहा छैन देवलाई बेच्ने ठिकै छ पहिला तपाईँले बेच्नु नै जन्म त जन्यो थाहा नपाएको हामीले थाहा पाएको भनेको तपाईँको बुटबारीको 2टा खेत अनि हो 2टा त्यसपछि बीचको खेत अनि यतापट्टि भट्टा खेत र घर हो त्यति हो थाहा पाएको अर्को चाहिँ त्यो हामीले त्यो बजारको घर हजुर बजारको घर पनि थाहा छ त्यो गुणाखरले किनेको नि त्यो 16 कट्ठा त्यो ऊ के थारू गर्ने र उहाँ रिसा जाने बाटोमा त्यो ठेक्कामा ल्याएको थियौँ क्या ठेक्कामा ल्याइनुहुन्थ्यो अझै पुग्थेन ठेक्कामा लिनु आफू गएर उभिनुहुन्थ्यो अनि हामीलाई काम गर हुन्थ्यो नि गायब तास खेल्न
सिमदार साहब हुनुहुन्थ्यो के अरे कहाँ त खेत अर्कै छान थियो के अरे 4-5 जना बडीगार्ड हुन् पछि पछि हिँड्ने अब म हेर्न जाँदाखेरि त मेरा बा गोर हो के अरे मान्छे लिएर आएको खेतबाट बङ्की नै तपाईँ हेर्नु लाने बेला आँगनमा बसेको कहानी होइन सोचेको नि सम्झिएको म त सङ्ग्रो पढेँ अब बुटवारीमा जो बेचेँ भने नि 2.5 बिघाको पलौट त्यो 2.5 बिघाको पलौट हेर्नुहोस् त्यो हेर्नुहोस् त्यहाँबाट गोठ पनि थियो त्यहाँ लाइ छरेको लाइ कुन्या अब ती गाई हाल्न लाग्थ्यो ठुली छोरीको बेला गाई हाल्ने अब तपाईँहरू कता कता चाहिँ खेती माग्नु जानु आएछ बेलामा लाइका कुन्या पनि त कहाँ आएको थियो घरभन्दा ठुला हुन्थ्यो अब के भन्नु त्यस्तो मसुरीका कति हो पछि त्यहाँबाट चाहिँ म त जाँदा सायद थाहा पाइहालेँ गाउँ हेर्नुहोस् अलग्गै त्यतिखेर अलिअलि साइया सुई अब त्यो मन पालेको उसबाट मलाई परिचय अलिअलि भएको थियो त्यहाँबाट मन पालेपछि चाहिँ मैले भने यस सहरको मान्छे जङ्गलमा किन लिएर आएको भन्दाखेरि के जवाब पाएँ मैले भने हामी सहरमै बस्नु जङ्गलमै बस्नु मन लागेर आएको हजुर सहरदेखि वाक्क भएर हिँडेको भनेर भन्नु एउटा ढकाल आएको भएन अब त्यहाँ खिस्सा के भएछ भने द्वारेको कर्णलको छोरी माग्न आउनु आएको रहेछ त्यहाँ आउने बेला के भन्छ भने मैले पछि थाहा पाएको कि नाइ त्यसो भने त्यहाँ उसलाई उसको मामालाई बोलाएर लिएर आयो भनेर उहाँ छन् नि द्वारेको जेठान के लालपुर होइन त्यहाँबाट सिधा गएर मास्टर गएर बस्नु भएछ माथि होइन रियल कुरा भन्नु लाग्छ कि मैले गफ होइन हेर्नुहोस् त्यहाँबाट त्यहाँ छलफल भएछ यहाँ राम्रो केटी कसो ल भन्नुहोस् भनेर अब मास्टर त अब यता नेपाली काङ्ग्रेसतिर गउने मान्छे अब हिटै हो सबै सम्झिलाई देखेपछि त्यहाँ त महिन भएछ केटी त एउटा मैले देखाएको छु अब तपाईँहरूको चित्त बुझ्छ कि बुझ्दैन मान्छे हुन् सुर्खेततिर केटी यस्तै छ यस्तो छ यस्तो छ सबै बाबु पनि यस्ता छन् सबै कुरा कुनै खोट नभएको केटी 9मा पढ्छ यस्तै छ भनेर भन्नुहोस् म खुसी छु अब मैले भोलिपल्ट भने चाहिँ यही बाटो पर खेतमा के हामी दाइँ हाल्न गएको कमाइएर हामीहरू दाइँ हाल्न गएको थियौँ उहाँ छोरी भाग त्यहीँ गएर त्यही दिएको त्यही हो आज यो दिन त्यही त्यो दिन आज यस्तो कुरा के हो भन्नुहुन्छ भने अघि मैले हजुरको बुवालाई हेरेँ नि त याद आउँछ क्या हेर्नुहोस् आज यो दिन मैले देख्नु नै त्यो सुफल दिन परेको रहेछ त जाँ हो यता केटो हुनुहुन्थ्यो तपाईँ लेफ्रेक हिँड्ने अब 20-21 वर्षको केटोको के बुद्धि हुन्छ होइन आजभोलि अब त्यो के थियो भने मोबाइल भने आज गाडी पनि कतिखेर चल्दैन साइकलमा हो आज नरवार साइकलमा हो त हामी बेलौटी पनि साइकल पनि कोहीसँग मात्रै हुन्थ्यो अन्त बिहा गरेपछि पनि मलाई रतनले धेरैचोटि लगायो नि साइकलमा त्यो रतनले पिउनले अब मैले उसलाई दिदीलाई नसक्ने एक्लै त्यहाँ उसलाई लिएर जाने भए त्यहाँबाट पाल गरेर त्यसरी ऊ बिचरा गइदिने भयो क्या रतन त्यो पिउन क्या बिचराले बहुत सहयोग गर्यो हो साँढे पानीमा आएर गाडी फसेर कोही दिन बास बस्ने हरे भगवान् कस्तो गाडीको त कुरै नगर्ने हुन्थ्यो त्यही गाडीले गर्दा चाहिँ पुरै यो हाम्रो बुद्धि घुट्यो दिमाग घुट्यो सम्पत्ति घुट्यो सब गरेर त गाडीले खतम पारेको गाडी नभइदिए आज सायद पढिन्थ्यो अलिकति राम्रो ठाउँ गइन्थ्यो अलिकति नोकरीतिर अलिकति सरकारी नोकरीतिर लाग्ने चान्स खोजिन्थ्यो होइन गाडी किन्ने उतातिर जाने भयो मिल राखिदिए यता हेर उता हेर पैसा सानैदेखि खेलाउने जान्ने आएछ त उता दिमाग खलबल त्यही त हो सबभन्दा मान्छेलाई सानामा पैसा खेलाउने बानी आयो त्यो मान्छे पैसा खेलाउने त्यहाँसम्म त्यस्तै पऱ्यो कहिले काहीँ त्यो टुच्चो पनि लाउने होइन त्यहाँ त बानी त्यस्तै हो नि उहाँका दाइ ठुलो जेठा दाइ सम्हाल्ने छान्ने अब पिक्चर हेर्न मन लाउने के गर्ने मेन हो त्यतिखेर तपाईँको मेन
12 देखि 3 को टिकट काट्ने 12 देखि 1:30 बजेसम्म आधा इन्टरभलसम्म हेर्ने त्यहाँबाट घर आउने त्यहाँबाट फेरि थाहा नपाउने घरकाले त्यहाँबाट फेरि अर्को दिन अलिक ढिलो गरेर जाने इन्टरभल पछि फेरि टिकट काट्ने इन्टरभल पछि हेर्ने त्यस्तो दिमाग पैसा जति पनि हुने पैसा त अब सामान लिन साइकलमा सामान लिन आउँदा नि त्यो त अब 10-12 रुपियाँ 5-7 रुपियाँ टिकट आइहाल्थ्यो होइन र ससुरा त यस्तो रहेछ नि त्यो ज्वाइँ के कमाउनु त फेरि त्यस्तो दिमाग लाग्यो ठिक अब एकचोटि 12 देखि 3 हेर्ने हो भने त घर मारिहाल्ने पिक्चर हेरेर आयो भनेर होइन अब के गर्ने भनेपछि आधा